कति गाह्रो छ है त्यो मान्छेको लागि सधैँ उपलब्ध हुन, जसले तपाईलाई केवल आफ्नो खाली समयमा मात्र सम्झिन्छ। थैट, हामी कस्तो पागल, कसैको प्रायोरिटी हुन खोज्दा खोज्दै आफैलाई उसको अप्सन बनाएर बसेका छौँ। तिमी मलाई त्यति बेला मात्र मेसेज गर्छौ जति बेला तिम्रो अरू कसैसँग झगडा परेको हुन्छ। म तिम्रो त्यो रित्तोपन भरिदिने एउटा सधैँको साथी त भए, तर तिम्रो खुसीको साथी कहिले हुन सकिन। तिमी आफ्नो हिरोको बारेमा मलाई सुनाउँछौ अनि म चाहिँ तिम्रो त्यो आँसु पुछिदिने एउटा साइड क्यारेक्टर बनेर बसेको छु। मैले तिम्रो लागि आफ्नो सेल्फ रेस्पेक्ट पनि किनारामा राखिदिए। तिम्रो एउटा सानो हाई, त्यसको पर्खाइ कतिवटा रात त्यसै बिताइदिए। तर विडम्बना, तिम्रो नोटिफिकेसन भन्दा धेरै मेरो एक्सपेक्टेसनले मलाई रुवायो। मैले तिमीलाई जिताउन खोज्दा खोज्दै आफैलाई हराइसकेछु। कसैलाई धेरै माया गर्नु पाप होइन, तर कसैलाई आफ्नो संसार मान्नु चाहिँ ठुलो भूल रहेछ। जब तपाईलाई थाहा हुन्छ कि तपाईँ कसैको प्रायोरिटी हुनुहुन्न, तब त्यो ठाउँबाट निस्किने साहस गर्नुहोस्, किनकि रित्तै बस्नु ठिक छ, तर कसैको टाइम पास बनेर बस्नु ठिक होइन। आफ्नो भाग्यमा नभएको मान्छेलाई मनमा राखेर कतिको बोल्छ, त्यो मलाई भन्दा अरू कसलाई थाहा होला र। आफ्नो ख्याल राख्नुहोला, आफ्नो सम्मान आफै गर्नुहोला। शुभ रात्रि।